안녕하세요. नमस्कार. म हुँ तपाईकै कोही भाषा प्रशिक्षक राजकोटा। आज पनि सदाझै फेरि हामी रात्रि अनलाइन कक्षामा उपस्थित भइसकेका छौँ आजको च्याप्टर लिएर। यदि तपाईहरु पनि हामीसँग प्रत्यक्ष रूपमा जुम क्लासबाट अनलाइन क्लासबाट पढ्न चाहनुहुन्छ, त्यसैगरी भौतिक कक्षा लिएर पढ्न चाहनुहुन्छ भने हाम्रो सम्पर्क रहेको छ 9742 87 0054। त्यसैगरी अर्को नम्बर रहेको छ 97 056 16 511। त्यसैगरी हाम्रो WhatsApp नम्बर रहेको छ 9823157430 र हाम्रो लोकेसन रहेको छ भक्तपुर सूर्यविनायक पान्तली मन्दिर जाने जस्ट अपोजिट साइडमा, यानि कि तपाई पाइलबाबा जाने चोकमा आएर तपाईहरुले यो नम्बरमा सम्पर्क गर्न पनि सक्नुहुनेछ। त्यसैगरी हामीसँग अहिले कक्षाहरू 0 लेभलका क्लासहरू धमाधम भर्ना भइरहेको छ। त्यसैगरी ग्रामरका कक्षाहरू पनि धमाधम रूपमा सञ्चालन भइरहेको छ। त्यसैगरी एडभान्सका कक्षाहरू पनि हामी कहाँ धमाधम सञ्चालन भइरहेको छ। अनि त्यसैगरी नयाँ अहिले 0 लेभलको भर्खर जस्ट नयाँ क्लास 0 लेभलको अनलाइन क्लास पनि सञ्चालन हुने कुरा यहाँलाई जानकारी गराउँदछु। अब नयाँ अनलाइन क्लास पनि सम्भवतः यही सन्डेबाट सुरु हुँदैछ। त्यसो भएको कारणले गर्दाखेरि यदि तपाईहरु पनि पढ्न चाहनुहुन्छ, आफ्नो भविष्यलाई सुनिश्चित गर्न चाहनुहुन्छ, त्यसैगरी तपाईको आफ्नो सपनाको देश कोरिया पुग्न चाहनुहुन्छ भने अब तपाईको सपना पूरा गर्नेछ एक मात्र इन्स्टिट्युट भक्तपुर पाठशाला सूर्यविनायक। अब भने हामी ढिलो नगरिकन आजको विषय वस्तु अन्तर्गततिर लाग्नु है त। आज छ हामी टेन्सको तेस्रो दिन, यानि कि एन्डिङ पोइन्टमा छौं। आजबाट हाम्रो टेन्स सकिनेछ। आज भनेको हाम्रो के छ, फ्युचर टेन्स। सबैभन्दा पहिले त फ्युचर टेन्सलाई के भनिन्छ कोरियनमा त्यो बुझ्नु। मिरे भनेको फ्युचर, सिजे भनेको टेन्स, फ्युचर टेन्स। अब फ्युचर टेन्स भनेको के हो त्यो बुझ्नु। फ्युचर टेन्स भनेको भविष्यमा कुनै पनि काम अथवा कार्य गरिन्छ भने त्यस्तो खालको टेन्सलाई हामी के भन्छौँ, फ्युचर टेन्स भनेर भन्ने छौँ। जस्तै मैले एउटा इक्जाम्पल दिए, म भात खान्छु भनेर मैले के भने वर्तमान समयलाई भने अब मैले यसलाई चाहिँ फ्युचर टेन्समा कसरी भन्न सक्छु त नेपालीबाट नै। म भात खानेछु भनेपछि मैले भात खान्छुलाई म भात खानेछु भन्ने हो। कतिखेर खान्छु, 1 घण्टा पछि खान सक्छु, 2 घण्टा पछि खान सक्छु, 10 मिनेट पछि खान सक्छु भनेपछि यहाँ के भइरहेको छ, टाइमलाई बोध गराउने काम भइरहेको छ। भनेपछि अहिले होइन है, एकछिन पछि त्यो खाना खाने टाइम चाहिँ आउन बाँकी छ भन्ने कुरालाई जनाउँदैछ। जस्तै फरकलाई अर्को हेरौँ, म मुभी हेर्छु। अब यसलाई मैले भन्न सक्छु म भोलि मुभी हेर्नेछु भनेपछि भोलि आउन बाँकी छ। यस्तो अवस्था जसरी हामीलाई यो हेर्नेछु, जानेछु, खानेछु, सुत्नेछु, बस्नेछु भनेर नेपालीमा भन्छौँ, यही कुरा भन्न चाहिँ कोरियनमा फर्मुला लाग्छ भ्यास्टी प्लस गेस सुमिदा भन्ने फर्मुला लाग्छ र अर्को छ भ्यास्टी प्लस लगमिदा र उल्गमिदा भन्ने फर्मुला लाग्छ। त्यसैले अनि चाहिँ भ्यास्टी प्लस गेस सुमिदा लगाएर पनि भयो, अनि भ्यास्टी प्लस लगमिदा र उल्गमिदा लगाएर पनि हामीले भन्न सक्छौँ। अब यो भ्यास्टी प्लस लगमिदा अनि उल्गमिदा, त्यसैगरी भ्यास्टी प्लस गेस सुमिदा चाहिँ कुन फर्ममा हो त, क्षक शिक्षकको फर्ममा रहेछ। भनेको मतलब फर्मल पोलाइट सिस्टम, नेपालीमा के भनिन्छ, औपचारिक शिष्ट तरिका। अब भने हामी यसको बारेमा डिटेलमा बुझौँ। सबैभन्दा पहिला यहाँ के भनेको छ हेर्नुस् त, फ्युचर टेन्स यानि कि भविष्यकाल भनेको छ आउनेवाला समयलाई बोध गराउने अथवा जानकारी गराउनेलाई हामी के भनिन्छौँ, भविष्यकाल अर्थात् मिरे सिजे भनेर भन्दछौँ। अब मिरे सिजे भविष्यकाल। अब फर्मल पोलाइट सिस्टममा हामी के भन्छौँ त, क्षक शिक्षक। क्षक शिक्षक भनेको के हो, फर्मल पोलाइट सिस्टम, औपचारिक शिष्ट तरिका। त्यसैगरी चाहिँ यसको फर्मुला के रहेछ, भ्यास्टी प्लस लगमिदा र उल्गमिदा। कुन फर्ममा, क्षक शिक्षकको फर्ममा, फर्मल पोलाइट सिस्टमको फर्ममा।
अनि भवेल इन्डिङ छ भने लदमिदा, कन्सोनेन्ट इन्डिङ छ भने उल्गमिदा। जहिले पनि यसरी दुईवटा आयो भने भवेल इन्डिङ र कन्सोनेन्ट इन्डिङ छुट्याउनु पर्छ। यो चाहिँ तपाईले कन्सेप्टमै राखे पनि हुन्छ। त्यसैगरी VST प्लस गेस सुनिदा अर्को केही पनि चाहिएन। ल त्यसो भए अब हामी जाउँ, मैले यो मेटिदिए अब हामीलाई के बनाउनु भने फर्मुला हेर्नुस् त, VST बनायो भने VST भनेको हाम्रो के को बन्छ, थोङ्साको बन्छ। हामीले के बुझ्नुपर्छ जहिले पनि, हामीले थोङ्सालाई VST बनाउन पनि सक्छौँ, VST लाई थोङ्सा बनाउन पनि सक्छौँ। यो कुरा चाहिँ ध्यान दिनु होला है। अनि VST भनेको कोरियनमा के हो त फेरि बगान हो है, यो पनि बुझ्नु होला ल। त्यसो भए पहिले लेखौँ थोङ्सा लेखौँ, थोङ्सा लेखौँ, थोङ्सा। थोङ्सा भनेको के हो त, हाम्रो दा भएको जति सबै हाम्रो केमा पर्छन्, थोङ्सामा पर्छ। ल त्यसो भए अब हेर्नुहोस्, सादा भन्ने लेखे, काट्टा भन्ने लेखे, आधा भन्ने लेखे, छादा भन्ने लेखे, त्यसै गरी तेरा भन्ने लेखे। सादा भनेको के हो त, किन्नु हो, किन्नु। काट्टा भनेको के हो त, घटाउनु, तास्नु, धेरैवटा मिनिङ लाग्छ यसको। घटाउनु, काट्नु। त्यसै गरी हारा भनेको के हो, गर्नु। काट्टा भनेको घटाउनु, तास्नु। तेरिदा भनेको पिट्नु, पिट्नु। अब यहाँनिर हेर्नुहोस्, यसलाई के बनाउनु पर्यो, फर्मुला के छ हेर्नुहोस् त, VST प्लस लगमिदा र उल्गमिदा भनेको छ हो, लगमिदा अनि उल्गमिदा भनेको छ। अब यहाँ हेर्नुहोस्, त्यसो दा हट्यो, नु पनि हट्यो, दा हट्यो, नु पनि हट्यो, दा हट्यो, नु पनि हट्यो, दा हट्यो, नु हट्यो। सबैभन्दा सुरुमा गरौँ, VST प्लस फर्मुला के छ हामीसँग, VST प्लस लगमिदा अनि उल्गमिदा छ हाम्रो फर्मुला। उल्गमिदा भवेल इन्डिङ हुँदाखेरि यो भयो, कन्सोनेन्ट इन्डिङ हुँदाखेरि यो भयो। केमा भवेल इन्डिङ र कन्सोनेन्ट इन्डिङ छुट्याउने हो त, गुड। VST, यसको VST के छ, सा छ प्लस। अब यहाँ भवेल इन्डिङ चाहिँ कन्सोनेन्ट इन्डिङ छ हेर्नुहोस् त, गुड। भवेल इन्डिङ छ भने चाहिँ के भनेको, लगमिदा, लगमिदा। यसलाई लेख्दाखेरि अब कसरी लेखिन्छ, यो ल यहाँ आउँछ अनि सालगमिदा, सालगमिदा। अब यो गमिदा, लगमिदा, उल्गमिदा भनेको यसको फर्मुला भनेको नेछु, नेछौँ भन्ने हो, नेछु, नेछौँ, नेछन्, डर भन्ने भयो। यसको पनि त्यही भयो, नेछु, नेछौँ, नेछन्, यसरी। त्यसो भए अब यहाँनिर हेर्नुहोस्, साल, सालगमिदा, सालगमिदा भयो। सादाबाट किन थियो, सादा भनेको के थियो, किन। यहाँ यसो गरेर अझै यसलाई यसरी गर्नुहुन्छ ल, मैले एकचोटि सा भनेको किन प्लस यो लगमिदा र उल्गमिदा भनेको के त, नेछु, नेछौँ, नेछु, नेछौँ, नेछन् अनि अरु गरेर। अब यो के भयो त, यसलाई लेख्दाखेरि अब सालगमिदा लेख्नु। अब के भयो, किन प्लस नेछु, किन्नेछु, किन्नेछु, किन्नेछौँ,
किन्ने छौं किन्ने छिन् किन्ने छिन् ल यहाँ हेर्नुस् छे यजा 친구가 자주 인터넷에서 꽃을 살 겁니다. मेरो केटी साथीले चाहिँ प्राय इन्टरनेटबाट कपडा किन्ने छिन्। यो के भयो हेर्नुस् त यसलाई साल गर्नेला अझ यतै लेखिदिन्छु न म साल गम्भीरा छे भनेको मेरो यदा छिङ्गु भनेको केटी साथी अर्थात पिएसी भन्न खोजेको गर्लफ्रेन्ड मेरो केटी साथीले छाजु भनेको प्राय इन्टरनेट भनेको इन्टरनेट यसो भनेको बाट इन्टरनेटबाट कपडा किन्ने छिन् यसरी बनाउन सक्छ। त्यसै गरी अर्को नेरुन यसलाई भन्नु भोलि साथीलाई भेट्नेछु लेखौँ भेट्नेछु भोलि भनेको के हो त नेरी साथी भनेको छिङ्गु रुल अनि साथीलाई भेट्नेछु नेछु भन्ने बित्तिकै के आयो भेट पहिले चाहियो हामीलाई भेट मान्नारा भनेको भेट्नु नु कट्यो दा कट्यो मान्ना बाँकी रह्यो के रह्यो मान्ना यास्टी भनेको हाम्रो के रहेछ मान्ना रहेछ प्लस अब नेछु आएपछि लगाउनिदा लगाउनिदा हुन्छ यहाँ के आएको छ नि भवेले नि आएको छ भने चाहिँ के हुने भयो लगाउनिदा यसको के हुन्छ तब यसलाई हामीले यहाँनिर मन्नल गम्निदा लेख्न सक्छौँ मन्नल गम्निदा अब यसलाई के भन्दा नेरी छिङ्गुरो मन्नल गम्निदा भनेको के रहेछ त भोलि साथीलाई भेट्नेछु काम गर्नेछु भोलि काम गर्नेछु नेरी अनि काम भनेको इरुल आधा भनेको काम गर्नु दा कट्यो नु पनि कट्यो काम गर बाँकी छ भने चाहिँ इर हा भनेको हाम्रो के भयो भ्यास्टी भयो। अब यहाँनिर भ्यास्टीमा भवेले नि चाहिँ कसरी नि भवेले नि छ भने के हुन्छ लगम्निदा इराल गम्निदा अथवा इरुल हाल गम्निदा भन्न नि सकिन्छ फेरि इरुल हाल गम्निदा भन्न पनि सक्यो नेरी इरुल हाल गम्निदा अथवा देशमिदा भन्न पनि सकिने रहेछ के भन्न नि सकिन्छ देशमिदा भन्न नि सकिन्छ। त्यसै गरी अर्को हेर्नुस् मूल्य चाहिँ घटाउनेछु अथवा काठलाई काट्नेछु भन्नु काठलाई काट्नेछु काठ भनेको नामु भनेको रुख अनि रुल नामु रुल काठलाई अब काट्नु भनेको हाम्रो के छ काक्ताबाट आएको काक अब लगम्निदा र उलगम्निदा मध्ये के लाग्छ त यहाँ भ्यास्टी भन्ने यो भयो भने चाहिँ के लाग्छ उलगम्निदा किन कन्सेन्डिङ छ काबुल गम्निदा अझै यहाँ बाँसलाई भन्नु चाहिँ राम्रो बाँसलाई काट्नेछु अब यहाँनिर
थेनामु भनेको बाँस, थेनामुरुल काबुल गम्बिना, थेनामुरुल काबुल गम्बिना, बाँसलाई काट्नेछु, टुक्रा काट्नेछु भन्न सक्यो। त्यसैगरी यसलाई हामीले अर्को के गर्न पनि सकिन्छ, थेनामुरुल बाँसलाई यास्टीसँग अर्को भन्न लाग्यो त गेस सुमिदा भन्ने हो। गेस सुमिदा यसमा चाहे भर्बलिङ आओस् चाहे कन्सिक्युटिभ आओस् मतलब भएन, यास्टी बनाउँदिने अनि गेस सुमिदा जोड्दिने, सुमिदा गेस सुमिदा जोड्दिने। यो कुन फर्ममा हो त? क्षक शिक्षक फर्मल पोलाइट सिस्टमको फर्ममा। कुन फर्ममा? फर्मल पोलाइट सिस्टमको फर्ममा हो है। थेनामुरुल कागेस सुमिदा अथवा काबुल गम्बिदा, लगम्बिदा उलगम्बिदा अर्थात् गेस सुमिदा लाग्दो रहेछ। ठिक छ। त्यसैगरी नेक्स्ट टर्म हेर्नुस् के छ, भाइलाई पिट्नेछु, नामदोङ सिङी भाइ हो, नामदोङ सिङी तेरिदा भनेको पिट्नु, तेरिदा भनेको पिट्नु, तेरिदा भनेको पिट्नु, पिट्नु भयो भने अब दा हट्यो, नु पनि हट्यो, पिट भने हाम्रो भ्यास के भयो? तेरी। अब यहाँ के आउनु पर्यो? लगम्बिदा, तेरी गम्बिदा, यसैलाई हामीले अर्को के पनि बनाउन सक्छौँ, नामदोङ सिङी तेरी यास्टी प्लस अनि गेस सुमिदा थियो, गेस सुमिदा, तेरी गेस सुमिदा, भाइलाई पिट्नेछु भयो। के भयो? भाइलाई पिट्नेछु, यसरी बनाउन सक्यो। यो कुन टेन्स र फ्युचर टेन्सको फर्मल पोलाइट सिस्टम यानी कि क्षक शिक्षक फर्ममा है, क्षक शिक्षकको फर्ममा हो। बुझ्नुभयो? क्षक शिक्षकको फर्ममा। त्यसैगरी अब नेक्स्ट हेर्नुहोस्, इन्फर्मल पोलाइट सिस्टममा इन्फर्मल पोलाइट सिस्टममा भयो इन्फर्मल पोलाइट सिस्टम। इन्फर्मल पोलाइट सिस्टमलाई हामीले के भन्छौँ? कोरियामा फिगक शिक्षक। फिगक शिक्षक भनेको के हो? नेपालीमा अनौपचारिक शिष्ट तरिका, अनौपचारिक शिष्ट तरिका। ठिक छ। ल अब यसको पनि उ हेरौँ हामीले, फर्मुला के रहेछ यसको? यास्टी प्लस गेस अयो। मैले हिजो भनेको छु तपाईहरुलाई, गेस सुमिदाको ठाउँमा अयो थपिने हो, यास्टी प्लस गेस अयो। अब अर्को यास्टी प्लस लग एयो अर्थात् उल्ग एयो, लग एयो अर्थात् उल्ग एयो रहेछ। त्यसो भए यास्टी भनेको के हो त? थोङसाको दाग पटाएर बनेको चिज हाम्रो के हो? यास्टी। ल मुभी हेर्ने छु भनौँ, फोदा भनेको के हो त? मुभी हेर्नु। ल यङ वारुल फोदा, फो भनेको के हाम्रो? यास्टी भयो। यहाँ लेखिदिन्छु मैले, यङ वारुल
मुभी हेर्नु मुभी हेर्नु यङ वार हो अब नु हट्यो यहाँ दा हट्यो के मागिरह्यो फोर आयो भने चाहिँ के हुन्छ अब यहाँ कि त लगायो लाउनु पर्यो कि त उल्गायो लाउनु पर्यो लगायो हुनलाई भवेल इन्डिङ हुनुपर्छ उल्गायो हुनलाई कन्सोनेन्ट इन्डिङ हुनुपर्छ ठीक छ त्यसैले अब यहाँ यङ वार हो अनि के चाहियो त गेस आयो यहाँ नै फेरि भवेल इन्डिङ कन्सोनेन्ट चाहिएन भ्यास्टी पाइदिने गेस आयो भन्ने हो गेस आयो यो लाउने भने के हुँदैछ त फुल्ग ए हो किन यो हुन्थ्यो किनभने फो भनेको हाम्रो के हो भ्यास्टीमा के छ भवेल इन्डिङ छ त्यही भएर यङ वार फुल्गेस आयो अर्थात् यङ वार फुल्गायो हेर्नेछु मुभी हेर्नेछु त्यसै कारण अब हेर्नुहोस् भोलिदेखि भोलिबाट सधैँ इन्स्टिच्युटमा जानेछु यो जानेछु भन्ने बित्तिकै गेस भन्ने चाहिँ बुझिहाल्नु पर्यो अर्थात् लगायो उल्गायो त्यसो भए भोलि भनेको के हो नेल बाट भनेको बुथ नेल बुथ सधैँ भनेको अन्जना इन्स्टिच्युट भनेको आकोने अब जानेछु आएको छ जा भन्ने बित्तिकै हाम्रो के हुन्छ खा भन्ने हुन्छ खादा भनेको जानु दा कट्यो नु हट्यो जा प्लस नेछु भनेको केले जनाउँछ त फियक शिक्षकमा फियक शिक्षक भन्न छ है हामीसँग एउटा हुन्छ गेस सुनिदा त्यो चाहिँ फियक शिक्षकमा भयो अब यहाँ फियक शिक्षकमा चाहिँ गेस आयो के हुन्छ गेस आयो अर्को हुन्छ लगायो र उल्गायो अब सुरुमा हामी लगायो र उल्गायो मध्ये एउटा भने चाहिँ यहाँनिर के हाम्रो भ्यास्टी हो भ्यास्टीमा यदि भवेल इन्डिङ छ भने लगायो कन्सोनेन्ट इन्डिङ छ भने उल्गायो यहाँ के छ हेर्नुहोस् त भवेल इन्डिङ छ भने चाहिँ के भनेको लगायो यो भयो अब गेस सहयोग लाउनको लागि त न भवेल इन्डिङ हेर्नु पर्यो न कन्सोनेन्ट इन्डिङ हेर्नु पर्यो डाइरेक्ट यसलाई हामीले के गर्न सक्छौँ यसरी यहाँ लेख्दिनँ मैले यसको खा गेस आयो यसरी गर्न सक्यो ल सार्नुहोस् त सानो ल सक्यो अब हेर्नुहोस् है ल अब यहाँ हेर्नुहोस् अब हामीले के सक्यौँ एउटा ठग शिक्षकको पनि सक्यौँ फिगक शिक्षकको पनि सक्यौँ फरक के रहेछ ठग शिक्षकमा लगाउनेदा अर्थात् उल्गाउनेदा ठीक छ त्यसै गरी गेस सुन्निदा भ्यास्टी प्लस अब यदि यहाँ क्वेसन फर्म भएको भए के हुन्थ्यो होला ल गम नि का अर्थात् उल्गम नि का यो चिन्ह बेसी त्यसै गरी यहाँनिर पनि क्वेसन फर्म भएको भए के हुन्थ्यो त गेस सुन्निदाको ठाउँमा गेस सुन्निका यति हो तर हाम्रो अर्को यो केमा भनेको हामीले फर्मल पोलाइट सिस्टमको क्वेसन सोधेर गर्ने पर्छ है क्वेसन
क्वेसनको फर्मल पोलाइट सिस्टमको एन्सर गर्नु एन्सर दिनु। अब इन्फर्मल पोलाइट सिस्टममा क्वेसनको गर्नु VST प्लस गेस। अब सुन्निदामा अयो आयो क्वेसन VST प्लस लग एयो उल्ग एयो अनि क्वेसन यति हो फरक केही पनि छैन। एन्सरको फर्मुला के हो त हेर्नुस् त VST प्लस गेस आयो फुल स्टप VST प्लस लग एयो अर्थात उल्ग एयो अनि फुल स्टप यति हो इन्फर्मल पोलाइट सिस्टमको क्वेसन अनि एन्सरको। त्यसैगरी फर्मल पोलाइट सिस्टमको एन्सरको अनि क्वेसनको फर्म बुझ्यो यति हो। यो मैले तपाईलाई अस्ति पनि लेखाइदिएको छु। अनि चाहिँ दुई तरिकाबाट गर्न सक्यो क्या लगमिदा उल्गमिदा लाउन नि सक्यो होइन म त्यो लाउँदिनँ गेस सुन्निदा लाउँछु भन्न नि सक्यो। त्यसैगरी यहाँ पनि गेस अयो लाउनु नि सक्यो होइन त्यो लाउँदिनँ लगायो उल्गायो लाउँछु भन्न नि सक्यो। लगायो हुनालाई के गर्नुपर्छ भवेलिटी दिनुपर्छ उल्गायो हुनालाई पर्सेन्ट यहाँ पनि लगमिदा हुनालाई भवेलिटी उल्गमिदा हुनालाई पर्सेन्ट यसरी। अब त्यसो भए यो सकिएको भयो। अब हामी कन्टिन्युअसमा केमा जाउँ कन्टिन्युअसमा। ल कन्टिन्युअसमा के छ मिरे छिनेङ छिजे प्रेजेन्ट फ्युचर कन्टिन्युअस टेन्स। अब फ्युचर कन्टिन्युअस टेन्सको फर्मुला के हो VST प्लस कन्टिन्युअस भन्ने बित्तिकै के आयो गोइस आइहाल्छ जहाँ पनि गोइस प्लस। अब के भनेको हामीलाई मिरे भनेको छ। मिरे भनेको हाम्रो के हो अहिले भर्खर हामीले फर्मुला गरिसक्यौँ गेस सुन्निदा गेस आयो अनि लगमिदा उल्गमिदा त्यसैगरी लगायो उल्गायो भनेको छ। अब यो पहिलो फर्स्टमा हामी जो फर्मल पोलाइट सिस्टम केमा जाउँ फर्मल पोलाइट सिस्टम VST प्लस गोइस। अब गेस सुन्निदा गोइस गेस सुन्निदा एउटा अर्को के छ VST प्लस गोइस छ। हाम्रो फर्मुला के छ लगमिदा र उल्गमिदा छ। उल्गमिदा भनेको पर्सेन्टिङ हुँदा यहाँ पर्सेन्टिङ छैन हेर्नुस् त त्यही भएर उल्गमिदा आँखा चुम्मा गर्ने उल्गमिदा ठिक छ। के को फर्म हो यो एन्सरको फर्म हो है फेरि एन्सर दिँदाखेरि। अब यसमा लेख्नु VST प्लस गोइस गेस सुन्निदा हुनेछ एउटा अर्को गोइस उल्गमिदा हुनेछ। ल अहिलेको केसलाई लेख्नु सानाको केसलाई सा प्लस अब के हुने हो गोइस अनि प्लस गेस सुन्निदा गोइस गेस सुन्निदा गोइस गेस सुन्निदा अर्थात सा प्लस लग उल्गमिदा सा प्लस गोइस उल्गमिदा। यसको मतलब के रहेछ त अब सा भनेको त 3 भयो प्लस गोइस भन्ने बित्तिकै तै अथवा दही गयो दही। अब प्लस फेरि यो गेस सुन्निदा भनेको चाहिँ नेछु नेछौँ नेछौँ हो नि त। किन्दै नेछु भन्नु भन्दैन अब किन्दै हुनेछु हुनेछु हुनेछौँ अर्थात् यी रहेको हुनेछु भन्न पनि सक्यो हामी। तै दही भनेको हाम्रो के हो यी रहेको भन्ने पनि हुन्छ। यसको फर्मुला के हो त हाम्रो गेस सुन्निदा गोइस गेस सुन्निदा भनेको तै यहाँनिर हेर्नुहोस् त्यसो अब हामी गरौँ यहाँनिर ल मैले मक्ता भन्नेलाई बनाएँ भयो दा हटाइदिएँ प्लस
अब के त भन्दा गो इज प्लस गेस सुन्दिन यो के भयो त म गो इज गेस सुन्दिन यसको नेपाली के भयो खा गइस भनेको दही गेस सुन्दिन भनेको हुनेछु खाँदै हुनेछु खाँदै हुनेछु खाँदै हुनेछु यसलाई बनाउन सक्यो उडिनुन हामी चाहिँ त्यसो गर्नु नेपालीमा गर्नु हामी चाहिँ रेस्टुरेन्टमा खाना खाँदै हुनेछौँ अब यसलाई कसरी लेख्ने उडिनुन रेस्टुरेन्ट भनेको सिक्ताङ छ खाना खाँदै हुनेछौँ भनेको खाए पुल अनि भनेको भात अब खाँदै भन्नु पर्यो भने मक भनेको खा दही भन्नलाई के चाहियो भने गइस अनि हुनेछौँ भन्नलाई फेरि के चाहियो गेस सुन्दिन अर्थात् यसलाई हामीले के पनि गर्न सक्छौँ म गइस उल्गम्दिन भने यसै ठिक छ म चाहिँ मेसिन चलाउँदै हुनेछु लेख्नु पर्यो म चाहिँ मेसिन चलाउँदै हुनेछु अब यसलाई हामीले फिगक शिक्षकमा लेख्नु ल फिगक शिक्षकको फर्ममा म भनेको के हो त छ नुन मेसिन भनेको खिगे रुन चलाउनु भनेको साय लादा भनेको प्रयोग गर्नु चलाउनु आयो अब दही भनेको के हो फेरि प्लस गइस भनेको हाम्रो दही अब हुनेछु भन्नको लागि के चाहियो गेस फिगक शिक्षक भनेको छ अयो सुन्दिनको ठाउँमा के भन्ने भयो अयो हुने भयो त्यसरी गर्न सक्यो फिगक शिक्षकमा यसलाई हामीले अर्को कुन पनि बनाउन सक्छौँ सायोङ आगो इस अब लगाएर उल गयो मध्ये के लाग्छ उल्ग यो पनि भन्न सक्ने रहेछौँ छन् खिगेर साय आगो इसु गयो साय आगो इसु गयो भनेको चलाउँदै हुनेछु चलाइरहेको हुनेछु चलाउँदै हुनेछु यसरी हामीले के सक्यौँ ठक शिक्षकमा मिरे छिनेङ सिटे दुईटै गरे त्यसै गरी फिगक शिक्षकमा पनि मिरे छिनेङ सिटे दुईटै गरे अब क्वेसन आयो भने के हो त यही क्वेसन दिने हो फिगक शिक्षकमा यसले के भन्न खोजेको यसको ठाउँमा सीता लेख्दिउँ त अथवा राम लेख्दिउँ त राम सिंह भनेर लेख्दिउँ त रामजी चाहिँ खिगेरो सायङ हागो यसो रामजीले चाहिँ मेसिन प्रयोग गर्दै हुनुहुनेछ प्रयोग गरिरहेको हुनुहुनेछ अब यसरी क्वेसन गर्नु पनि सक्यो यसलाई क्वेसनको फर्ममा भयो भने यो भयो ठिक छ ल तपाईहरुले हाम्रो अहिलेको लाइभ हेरिरहनु भएको छ भने तपाईहरुले त्यहाँनेर मजाले कमेन्ट गर्न सक्नुहुन्छ यदि तपाईलाई डाउट लागेको छ भने त्यसै गरेर हामीसँग प्रत्यक्ष रूपमा तपाईहरु जुन क्लासबाट
पढ्न चाहनुहुन्छ, जुन क्लासबाट अझ धेरै सिक्न चाहनुहुन्छ भने हाम्रो जुमको नम्बर रहेको छ यो नम्बर रहेको छ। त्यसैगरी हाम्रो पासपोर्ट रहेको छ यो नम्बर रहेको छ। तपाईहरुले आएर हाम्रो क्लासहरु नयाँ क्लास सुरु भइरहेको छ। नयाँ क्लास हप्ता दिनसम्म तपाईहरुलाई ट्रायल क्लास है। जुन अनलाइन क्लासको लागि हप्ता दिनसम्म तपाईहरुलाई ट्रायल क्लास छ है। मैले यो कुरा तपाईहरुलाई जानकारी दिएँ। यसै गरी अहिले तपाईहरु अब हामीसँग प्रत्यक्ष रूपमा 3 वर्षसम्म हामीलाई हेरेर साथ दिनुहुने सम्पूर्ण विद्यार्थी भाइहरुलाई हामी अझै हाम्रो भिडियोहरु हेर्नु होला, हामीलाई फलो गर्नु होला, शेयर सब्स्क्राइब गर्नु होला। कमी कमजोरी छ भने पनि त्यो पनि निहाल्दिनु होला भन्दै आजको भिडियोको लाइभबाट म तपाईहरुको परिभाषा प्रशिक्षक राजकोट बिदा चाहन्छु। हस्त नमस्कार, खामसामिदा, शुभरात्रि।